कहाँबाट आउनु भयो हजुर कहाँबाट खवाङबाट बिहानै आउनुपर्ने थियो पुरा माथि हिमाल सबै ढाकिसक्यो कि कतिजना आउनुभएको छ ए बिहानै आउनुपर्ने थियो हजुर हामी चाहिँ फाइनल्ली कठिभिर यात्रा गरेर हामी चाहिँ खरजाङ झर्दैछौँ ओह्रालोमा माथि टपमा गएको अहिले त डुम्म बादल लाग्छ अघि चाहिँ पुरा हिमाल देख्न पाइयो हामी चाहिँ अब फाइनल्ली झर्सक्यो अब मान्छेहरू जाँदै चाहिँ हुनुहुन्छ अरू पनि हिजो बेसै थियो मान्छे र आज पनि टन्नै छ बाबु कति जाने हो कहाँबाट आएको कहाँ कुन ठाउँबाट आएको प्युठान कुन खवाङ खवाङ हो ए ल राम्रोसँग है घुम्न आउनुभयो घुम्न बिहान आउनुपर्ने थियो माथि पुरा हजुर पुरा हिमाल देखिन् त माथि अहिले देखिन्न केही पनि ठिक छ घुमेर आउनु न टाढै छ खङबाट आउनुभयो खङबाट हो ल राम्रोसँग जानुहोस् है हामी बिहानै गर्थ्यौँ हेर्नुहोस् हामी खलेजाङ बसेको थियौँ अनि त्यसपछि हामी चाहिँ बिहान गएको ल राम्रोसँग जानुहोस् माथि त पुरा डुम्म छ के अरे अलि पानी पर्ला छिटो गरेर आउनु छिटो गरेर आउनुहोस् आज त हिउँपात छ नि हजुर असिना त मार्छ मान्छे त हो यसरी पर्यटकहरू जाँदै चाहिँ हुनुहुन्छ जानु त तर बिहानै गएपछि पुरा हिमाल देख्न पाइन्छ अहिले गएपछि त केही देखिन्न पुरा बादल र कुहिरोले डुम्म पारेको छ त्यो चाहिँ हामी चाहिँ बिहानै गएर फाइनल्ली कठिभिरको टपबाट सबै हिमालहरूको दृश्य अवलोकन गरेर हामी चाहिँ फाइनल्ली अब गुराँसे झर्दैछौँ बाटोमा चाहिँ अझै खवाङदेखि 7-8जना चाहिँ जाँदै हुनुहुनेछ महिलाहरू सानो भाइ हामी चाहिँ यसरी जाँदैछौँ अब पुरा डुम्म भयो गुराँसेमा गएर लाली गुराँसको भिडियो बनाउने भनेको ल सायद गाह्रै छ डुम्म लागेको छ